हाई लग्जरियस हामी डिल गर्छौं क्या त्योसम्म डिल गर्छौं गफ लागेको होइन मैले मेरो मम्मी कसम 1 वर्षसम्म 5000 भन्दा मुनिको ब्रान्ड म कहिले पनि देखाउँदिन कि भोलिदेखि सुरु गरौँ 5000 भन्दा माथिको ब्रान्ड 1 वर्षसम्म एभ्री सिंगल ब्रान्ड ओभर $5,000 को म 1 वर्षसम्म प्रत्येक दिन मसँग छाप्रेसँग च्यालेन्ज गर्दिन्छु फिनिश द फाइट चाहे हरेक कुरामा होस् आमा बिग सर्ट छाप्रे न तस्तो मलाई लाउन खाना नभएको हैन ज्यान पनि छ म्याटले फेरि भाडामा ल्याएको भन्छस् भाडामा ल्याएको र किन ल्याएको फरक हुन्छ क्या छाप्रे साला दम छ मुला कोही छाप्रे छ मुला कोही टुकुलीको ग्याङ कोही छ मुला अब टुकुलीको ग्याङ हो यार एडी टुकुली के रामु ढकाल बिचारा लुगा हेर्न ज्यान हेर्न ज्यान साला कुल्ली घोचेको फुल जस्तो अनुहार पनि पुरा घोचेको फुल के साला भ्याको दाको जस्तो अनुहार परेको कोही छ अ त खाडीको कुल्ली लुते कुकुर फलाम फ्याक्ट्रीमा आयरनमा दुई काम गर्ने अर्पण हिजो पुगे थियो अर्पण र फिटमेन्ट त पुरा इस्ट ए छाप ए मुला लुते त जस्तो मुला कुल्लेका हामी त 1000 वर्ष रोजगार दिन्छौं के तस्तो मुला फलाम फ्याक्ट्रीमा डाङ काम गर्नु पर्दैन हामीलाई घरमा आनन्दले बसेर कफी च्याट्ट खाएर माटो मिठा मिठा गफ गरेर ज्यान छ्यान बनेर च्याट्ट गरेर बसेर माट दारी लब्ली दारी पालेर च्याट्ट दारीको झुङ्गा बटर्दै माटो नि पुरा दारी सुमसुमाउँदै च्याट्ट माटो नि छाप्रेहरूलाई ठोक्नलाई र तस्तो मुला कुल्लीलाई लेक्चर दिनलाई पुगे त्यति भयो नि पुग्छ हामीलाई काम गर्नु पर्दैन हामीलाई साला मकैबारीको तोर्पीहरू हामी भनेको त्यो ब्रान्ड हो फिटमेन अर्पण भनेको नि हामी भनेको नि माटो नि जन्मिँदै मुला ब्रान्ड ल्याएर जन्मेको साला अस्ति मैले एउटा ज्याकेट किनेको थिएँ छाप्रेहरूले के भने चिच्चा तेरो ज्याकेट भाडामा लिएर आए रे साला कुल्लीहरू टुकुली राई बिक्कलाई त म यस्तो मैले दिदी बहिनीहरू छ नत्र म यस्तो भन्थे दिदी बहिनीहरू छ र मात्र यहाँ त टुकुली बाँचिस नत्र नि तेरो म फिटमेनको दिन्छ त खाती त रश्मि भालुले यति रश्मि भालुले मेरो 20 लाख रुपैयाँ पैसा दिएन भने त्यसको भिडियो म लिक गर्छु रश्मि भालु माटुक्ने गरिब माटुक्ने फिटमेनलाई मेरो बुढा अर्पण दाई भने सुरुमा मैले फिटमेनलाई 1 वर्ष हाम्रो फिटमेन बजार विचार नरिसाउनु होला मेरो साथी मेरो इष्टमित्र मेरो छिमेकी हामी सरी है त्यतिखेर मैले 1 वर्षसम्म फिटमेनलाई ठोके मैले फोकटमा 1.5 वर्षसम्म ठोके 1.5 वर्षसम्म महिनाको लगभग $6,000 मा काम गरेको भने महिनाको $6 लाख हुन्थ्यो 1 वर्ष 2 वर्षसम्मको 6 लाखकै दरले हिसाब गर्दाखेरि 6,000 कै दरले हिसाब गर्दाखेरि पनि साढे अलमोस्ट 200,000 ओभर पैसा कमाइन्थ्यो होला तर फिटमेन बजारलाई ठोक्दाखेरि साला खातिनीले भिसी देखायो एउटा भिसीको मा लगेर माटुक्ने फिटमेनलाई ठोक्दिन हजुर भन्दा पनि तपाईको र मेरो भिसी भिडियो लिक गर्छु अर्पण भनेर भन्थ्यो रश्मि गुरुङले कोही मेलिना त्यही भएर फ्युचरमा उसो गरेर को मेलिना राई त कोही छैन यहाँ त नानु कोही छैन मेरो त्यही भएर तिमीलाई रवि लामी छाने हैन म तिमीलाई तान्दिनँ भाइ तिमीहरूलाई मैले कति ट्रस्ट गरेको थिएँ हैन म गए पनि तिमीहरूले के भन्दा मैले उसँग नि नाजमणिसँग नि कुरा गरेको थिएँ नाजमणि भाइ म अब जाँदैछु टिकटकबाट म टिकटकमा खासै आउँदैन पनि हैन तर पनि तिमीहरू चाहिँ हाम्रो फिटमेन बतरहरूलाई सपोर्ट गर्नुपर्छ है भनेर मैले भनेको थिएँ कि जानुभन्दा अगाडि म आज आउनु पर्ने थिएन नि म आउनु पर्ने थियो टिकटकमा ब्याक हुने थिएन म किनकि एउटा भाइ म आज टिकटकमा फिटमेन बतरकै लागि म ब्याक भएको क्या नत्र म आउनै थिइनँ म टिकटकै छोडेको मान्छे हो नि म त्यही भएर तिमीहरूले सेभ गर्न सक्नुपर्छ क्या हाम्रो नेपालीबाट नेपालीलाई साथ दिनुपर्छ छाप्रेलाई होइन नि राजा छाप्रेहरूलाई राजा साथ दिएर के गर्छौ न किनकि त्यो नाराजमणिलाई न पैसाको खाँचो छ न केको खाँचो छ उसँग एभ्रिथिङ पुगिसरी छ
हैन एभ्रिथिङ पुगिसरी भएको नारद मुनिले किन आज फिटमेन बजारलाई नराम्रो भनिरहेको छ मेरो एउटा आफ्नै भाइ भएर हैन त्यही भएर ब्रो तिमीहरू जुन दिन सुध्रिन्छौ त्यो दिन तिमीलाई तानेर कुरा गरौँला सुध्रिनु पर्यो के ठुलो कुरा नगर झुसे रे अलवन्डे ठुलो कुरा नगर झुसे रे अब ठुलो कुरा गरे पनि नगरे नि म ठुलो भयो नि सानो भयो नि तेरो दिदी बिहे गर्दिनँ तेरो बहिनी बिहे गर्दिनँ तेरो बहिनीलाई ल्याएर म 3टा 4टा बच्चा बनाउँदिनँ होला तेरो दिदीलाई ल्याएर 5-6वटा बच्चा बनाउँदिनँ होला बढी बोले पनि नबढी त मलाई मान टोक्ने टोर्पे लाग्यो काम हैन कि तेरो मैले तेरो दिदीलाई बिहे कि नमस्कार भिनाजु मेरो दिदी बिहे गरिदिनु भन्न आएको भने भन् नमस्कार भिनाजु म तपाईँको मेरो दिदी तपाईँलाई दिन आएको भन् के ल्याङ गर्छस् भाइ सक्दैनस् क्या भाइ हामीलाई सक्दैनस् मानला कफी त हेर्ने जल्ने र डुनी बाइकहरू केही पनि छैन क्या किरण विष्टलाई तान्छु म हैन अनि यो हाम्रो मेरो पहिलेदेखिको साथी हो हैन कसलाई तानेछु मैले पखाएँ किरण विष्टलाई तानेछु हैन अनि मैले एकजनालाई तान्छु पखाएँ एकजनालाई तान्नु भनेको छ उसलाई तानौँ न त ल हामी झगडा गर्ने पक्षमा छौँ म झगडा गर्न आएको नै होइन तर मात्र यति हो कि एकजुट भएर माटोक्नी सबैलाई हेपेको छ एकजुट भएको छ छाप्रीहरूको एकजुट भएको छ म टिकटकमा नि म नहुने भने नि छाप्रीहरूको बिग हुँदो रहेछ होइन भुटानी शरणार्थीहरू साला शरणार्थी न भुटानको न नेपालको त्यत्तिकै भुटानले क्रिमिनल भनेर छाँटेको होइन क्या छाप्रेहरूलाई त्यत्तिकै टेरोरिस्ट भनेको होइन क्या भाइ तँलाई भुटान सरकार त म जिन्दाबाद भन्छु भुटान सरकार जिन्दाबाद माटोक्नी भुटानमा गएर यस्तै आन्दोलन टिकटकको जस्तै भुक्ने टिकटक जस्तै आन्दोलन गर्ने टिकटकमा जस्तै भ्याट बोलेपछि मलाई भुटानले त्यति आतङ्ककारी भनेर छाँटेको होइन क्या त कुराहरूलाई त कुल्लीहरूलाई गरिबहरूलाई शरणार्थी मलाई शरणार्थी नै होस् न घर न घाटको माटो न घर छ न घाट छ न नागरिकता नै छ न सिटिजनै छ न जन्मदर्ता नै छ घर न थर मुला हेर्दै माटो पनि मुला भैँसीको मुला चाक जस्तो भैँसीको चाक जस्तो मुलाहरू न हाइट मिलेको अफिसियल काल त्यो पनि एउटा भुटानी एउटा छाप्री केटीको पछि लगाएर आफ्नो छोरीलाई त्यागेको मान्छे हो नि होइन त्यो पनि कहाँ ठिक त्यो मुला कुल्लिने कहाँ ठिक होला त्यो कुल्लीको त दिन्छ त्यो खाती त्यो रश्मि भालुले यति रश्मि भालुले मेरो 20 लाख रुपियाँ पैसा दिएन भने त्यसको भिडियो म लिक गर्छु रश्मि भालु माटुक्ने गरिब माटुक्ने फिटमेनलाई मेरो बुढा अर्पण दाई भने सुरुमा मैले फिटमेनलाई 1 वर्ष हाम्रो फिटमेन बजार विचार नरिसाउनु होला मेरो साथी मेरो इष्टमित्र मेरो छिमेकी हामी सरी है त्यतिखेर मैले 1 वर्षसम्म फिटमेनलाई ठोकेँ मैले फोकटमा 1.5 वर्षसम्म ठोकेँ 1.5 वर्षसम्म महिनाको लगभग $6,000 काम गरेको भने महिनाको $6 लाख हुन्थ्यो 1 वर्ष 2 वर्षसम्मको 6 लाखकै दरले हिसाब गर्दाखेरि 6,000कै दरले हिसाब गर्दाखेरि पनि सारी अलमोस्ट 200,000 ओभर पैसा कमाइन्थ्यो होला तर फिटमेन बजारलाई ठोक्दाखेरि साला खातिनीले भिसी देखायो एउटा भिसीकोमा लगेर माटो फिटमेनलाई ठोक्दिनँ हजुर भन्दा पनि तपाईँको र मेरो भिसी भिडियो लिक गर्छु अर्पण भनेर भन्थ्यो रश्मि गुरुङले मलाई त्यस्तो गरेको ब्ल्याकमेल गर्यो पैसा दे 2 वर्षसम्म पैसा टन्नै पैसा पेने रश्मि गुरुङलाई मैले यति पैसा पेले अनि भन्थ्यो खाली फिटमेनको यस्तो कुरा बनाइदिनु न त भन्थ्यो के कुरा बनाउँदा फिटमेनले त यो रश्मिलाई बिहे गरेको हो भन्दैन न टिकटकमा अलिकति भयो नि पैसा कमाइ हुन्छ दाई भन्ने सुरुमा सीता पाइलमा बस्दो रहेछ 2टा रुम लिएको रहेछ काम गर्दो रहेछ बिजोक रहेछ रुम हेरेको बिजोक रहेछ सेतो टावल बेर्थ्यो नुहाएपछि होइन कालो कट्टो लाउँथ्यो नुहाएपछि अनि यस्तो कपाल यस्तो गर्थे होइन अनि यस्तरी बेर्थ्यो नानी कपाल त्यसरी नलाऊ कपाल टावल माथि बेरेन भन्दाखेरि के हुन्छ र भन्थ्यो सेतो टावल यति बेरेको हुन्थ्यो बेडमा सिर्दै बेडमा जान्थ्यो लास्टमा पैसा खाए मेरो त्यसपछि भाग्यो माला कफी